अब चाहिँ धेरै लामो भिडियो बनाएन। अब चाहिँ सामान झारिसकेँ र अब चाहिँ म घर फर्किँदैछु। अहिले सामान चाहिँ आइसकेको छ, एकदम खतरा ठाउँ रहेछ झिलिमिली। र बेलुका बखा एउटा सानो टिप आएको छ। म ट्रान्सपोर्ट आइसकेँ र हेलो डे 40 मा स्वागत छ। र अहिले म लामो सामान बोकेर ट्रान्सपोर्टतिर जाँदैछु। कामै लामो सामान बोक्नु छ र देख्न सकिन्छ पछाडि रातो ढल क्लियर त देखिँदैन हल्का फुल्का। र म अहिले बालाजु आइपुगेँ। अब म साह्रै छु ट्रान्सपोर्टतिर ट्रान्सपोर्ट। म ट्रान्सपोर्ट आइसकेँ र एउटा मात्र झार्न बाँकी छ, अरू चाहिँ यहाँ झारिसकेँ। अब यो झार्छु अनि फेरि अब घरतिर लाग्नुपर्ने हुन्छ। ट्रान्सपोर्ट गाडी छ सबै र यहाँ झारिसकेँ। अब एउटा मात्र बाँकी छ झारेर अब घरतिर लाग्नु पर्यो। र बेलुका बखा एउटा सानो टिप आएको छ। भत्किया पुल्लानी लोड गरिदिनु हुन्छ जाने रोक्नु म अहिलेसम्म आएको लोड गरेर अब यो अन्तिम टिप चाहिँ गर्छु। सायद अन्तिम टिप हुनसक्छ। अहिले सामान चाहिँ आइसकेको छ, एकदम खतरा ठाउँ रहेछ झिलिमिली। यता चाहिँ अँध्यारो छ, यतापट्टि झिलिमिली छ। र सामान झारिसकेँ र अब चाहिँ म लाग्दैछु घरतिर। सायद एउटा सानो टिप आए जस्तो गएको रे महालक्ष्मी थानको। अब चाहिँ सायद महालक्ष्मी थानतिर जान्छु होला। यो चाहिँ तपाईँ अन्तिम टिप हुन्छ। हेर म के हुन्छ अब घर गएर थाहा हुन्छ। र अब जानको लागि चाहिँ म सामान लोड गर्दैछु। कहाँ जाँदैछु भन्दाखेरि कहाँ अरे महालक्ष्मी थान अन्तबाट जाँदैछु। अब त्यहाँ गएपछि चाहिँ यो चाहिँ अन्तिम टिप। हजुर कस्तो राम्रो टिप नखिचेको। अब चाहिँ सामान झारिसकेँ र अब चाहिँ म घर फर्किँदैछु। नखुदो बाटो पुरा अन्धकार छ भन्दै अब चाहिँ ढाडा लाउने कार्यक्रम गर्नु पऱ्यो। र अब सिधै जान्छु घरतिर। अब चाहिँ धेरै लामो भिडियो बनाएन। अब चाहिँ म घर फर्किँदैछु। यो चाहिँ महालक्ष्मी थान पुरै कच्ची बाटो रहेछ भन्दै आजको भिडियो चाहिँ यही एन्ड गर्छु। भोलि अब नेक्स्ट डे भेटौँला भन्दै गुड नाइट आजलाई ल बाई बाई। भोलिको दिन भेटौँला गुड नाइट। अब म नकुदोबाट जाँदैछु। यो चाहिँ अगाडिको बाटो पुरै कच्ची बाटो रहेछ, बिस्तारै जानुपर्ने छ।